नमस्ते एभ्रिवान वेलकम टु माई न्यू ब्लग हैन कति पछाडी ह्यापी दशैं अल अफ यु। आज टिकाको दिन हैन म चाहिँ अहिले बिर्तामोडमा छु है। अब यहाँबाट टक्क पाराले हैन यहाँबाट मेरो रुम चाहिँ ओपर त्यो भएको छ। यहाँतिर मोमो हुनुहुन्छ किन पर्सिनु भएको यहाँतिर मोमो हुनुहुन्छ खाना खाँदै हुन्छ अहिले। अब मोमो दही खाँदै हुन्छ। अब हामी के भन्छ अब हामी एकछिनमा जान्छौँ होइन मेरो दसैँको फिट चाहिँ ओ सानो त्यहाँ छ अगाडि सानो यता आउँछ यता आउन हिरो। अब मेरो दसैँको लुगा चाहिँ आजको चाहिँ यो होइन भोलिको अर्कै छ। आज चाहिँ फुल वाइटमा छु होइन म चाहिँ वाइटी बोय गर्न जान आँटेको छु म चाहिँ होइन। अब म चाहिँ यहाँपट्टि खाना खान्छु। अहिले फेरि कतिखेर खाना पाक्छ थाहा छैन त्यसैले भाइलाई चाउला बनाइदिनु भएको थियो। अब त्यही हल्का बाँच्यो चाउलो र सुँगुरको मासु खान्छु होइन। अनि त्यहाँनिर भेट्छु अब म खान्छु त्यहाँनिर तपाईँहरू सब भेट्छु ल। अनि आज दसैँ हो हल्का एनर्जी चाहिन्छ होइन ल। अहिले यति भन्दैन ल मैले चाहिँ होइन खानासाना खाएर अब टक्क पारेर रेडी भइसक्छु होइन। अब यहाँपट्टि मम्मीहरू चाहिँ अगाडि गइसक्नु पऱ्यो। अब म चाहिँ होइन म चाहिँ अब यहाँपट्टि ढोका लगाइदिउँ न भएको छ कि हल्का फलाम पनि लाउनु पर्यो नि त। ओ फक हल्का माथि चाहिँ गर्नु पर्यो नि त मेरो सब फोहोर हुन्छ फेरि भयो पर ब्याग छ क्या फेरि होइन सक्दैन फेरि टक्क पाए चाबी लाउने हो ढोका सोका लाउने हो। वाट इज दिस ह्यापनिङ म्यान इङ्ग्लिस त फेरि ओपर बोलिदिन्छु नि म फेरि सक्दैन फेरि मलाई चाबी बोक्ने चल्दैन अनि त्यहाँदेखि म बोल्न जान्छु त्यहाँ मजा हुन्छ मलाई यता त्यस्तो यता कोही छैन कि त्यस्तो त्यसैले मामालाई चाहिँ मजा हुन्छ क्या टक्क पारेर अब ढोका लगाइदिउँ। Don't let me down सेक्युरिटी चेक हान्नु पर्यो नि त होइन चाय पनि यहाँ राखिदिउँ। म त्यसले बनाउँछु है म चाहिँ निस्किसकेँ होइन। अब म पनि जान्छु नो वरिज भन्दै यो हातमा चाहिँ बोक्नु पर्यो फोन कालो देखिरहेको छु होला होइन। यता पछाडिबाट घाम आइरहेको अगाडिबाट काँदै घाम आइरहेको होइन चल्दिनँ अब मुली घरतिर टिका लाउन। अन्त बाँकी छ टाइम त कति बजेर त्यस्तै साढे 10 हुन आँटेको छ चल्दिउँ। म चाहिँ अल वाइट छु क्या फेरि अल वाइट छु क्या म सक्ने पाराले। ऊ त अगाडि हुन्छ होइन माउहरू चाहिँ त्यहाँ अगाडि हुन्छ दुईजना माउहरू त्यहाँ पुगिसक्नु भएछ। अब गएर देखिरहेको छु होला होइन म चाहिँ फेरि एउटापट्टि कस्तो यो फोन भएर पनि ल्याङ भइरहेको छ कि होइन। यो फोन पनि अब यहाँ भित्र हालिदिउँ यो झोलाभित्र हालिदिनु पर्यो होइन। फोन पनि मैले यो गार्ड लाउनु पर्यो नि त होइन यहाँदेखि यस्तरी हिँड्दा हालिदिने भयो त अनि जाँदैछु होइन के हुन्छ नि अब टिका लगाइन्छ दसैँहरू पाइन्छ खानासाना खाइन्छ मस्तले बसिन्छ सुतिन्छ फेरि उठिन्छ फेरि घुम्न गइन्छ घुम्न त एक्लै चलिदिन्छ होला म कोही छैन यता साथी नै दादाहरू पनि हुनुहुन्न त्यसैले मामा चाहिँ मजा आउँछ होइन त्यहाँ चाहिँ हुने मामा भाइहरू हुन्छ नि त त्यसले अब जानु पर्यो जानुपर्छ म चाहिँ हजुर यो त सानो छ यता आउँछ हामी चाहिँ यहाँ मूल घर पुगिसकेको छौँ होइन।
यही हो गइसकेको छौँ अब जाँदैछौँ हामी भित्रतिर भित्र जाने आऊ हिँड न अन्त खोला चप्पल भन्दैछु राम्ररी हिँड भनेर कता कता टक्क भएर जुत्ता खोल्छु यसमै जुत्ता खोल्छु जुत्ता खोलिसकेँ होइन दसैँ ठुलो बाबा ह्याप्पी दसैँ ठुलो बाबा यहाँपट्टि ठुलो बाबाले चाहिँ मासु काट्दै हुनुहुन्छ यहाँ चाहिँ ठुलो माउ हुन्छ ठुलो माउ दर्शन ह्याप्पी दसैँ हजुर हस् ठुलो बाबाले चाहिँ फर्स्ट टाइम मासु काट्दै हुन्छ अरे आइसकेको छौँ मम्मी हामी सानै छोरा ठुला कमाउन गइरहे त्यही त नि त्यही त छोराछोरीको कुरा गर्दै थियौँ क्या हेलो गाइज हाई गाइज टक्क पारेर मस्यो होइन all white मासु all white मासु होइन टक्क पारेर अब एकछिन बस्छौँ खाने बेलामा म भन्छु गाइज हामी चाहिँ अब यहाँबाट बसिरहेको छौँ होइन अहिले चाहिँ हामी यहाँबाट बसिरहेको छौँ यहाँबाट सब रेडी हुँदैछ मम्मीहरू लुगा लाउँदै हुन्छ सानो यहाँ छ सानो तिमीले लुगा खोल्यो गर्नु भएन उठा न यता आउँछ त कस्तो चस्मा लाग्यो तिमीले चस्मा लाग्यो हट अब मम्मीहरू कहाँ हुन्छ भने अब मम्मीहरू चाहिँ सानो आऊ यता आऊ यहाँ लिन्छ सुझिरहेको छ होइन कपाल मिलेको छैन क्या आइया स्याम्पू लाएर मेरो कपाल मिलेको छैन कि कस्तो भइरहेको छ क्या तर के छैन के छ अब एकछिन पछाडि टिका लगाउनु भेट्छु है म हेर्नलाई सानो तिमीलाई भोक लिपस्टिक लगाएर मुखभरि तिमीलाई भोक लाग्यो अरे भोक लाग्यो तिमीलाई राम्ररी बोल न राम्ररी बोल्नु चुप भोक लाग्यो हेर मुखभरि लिपस्टिक लगाएर यसले चल्ला नै अहिले नचल्ने अहिले मासु पनि खाएर चल्ने हजुर ठुलो टिका लाउँछु मिलो नमिलो भएर मिलाउनु आफै दसैँको टिको हो
नमस्कार एभ्रिवान, इट्स डे 2 होइन। हिजो तपाईँहरू देख्नुभयो होला एकदम हाम्रो यता बिर्दाबाट के भयो। अब आज हामी मामालाई जान आँटेछु, यहाँ रेडी पर्दै हुन्छ होइन। अब जान्छौँ हामी अनि त्यहाँदेखि तपाईँहरूलाई त्यहाँ पुगेर देखाउँछु है त। ल अहिलेको लागि टाटा बाई बाई। अहिले चाहिँ म यहाँ जुत्ता लाउनु बाहिर आएको होइन। अहिले यहाँ पनि जुत्ता लाउँदैछु म, यहाँ हेर्नु सक्नुहुन्छ। अब यहाँ हेर्नु, यहाँ कस्तो लभली सिन आएको। यो बादलको आमा पर्खिन हल्का ब्राइटनेस कम गर्छु। हेर्नु न आमा बादलले मात्र हैट लभली आइरहेको छ यार। लभलीको छोरी आइरहेको छ। अटो आयो मोमो, अब अटो आयो होइन। अब जान्छौँ हामी है त। कता अटो आइसकेको छ यहाँपट्टि। मोमो टक्क पारेर रेडी भइसक्छु होइन। अब गिटार सिटार बोक्ने हो, चौधरी है टक्क पारेर गिटार बोक्ने अनि चौधरी है। आउँदै हुन्छ, टयलेट जानुभएको छ। हामी कहाँ जान आँटेको? हामी कहाँ जान आँटेको? दियो गाजलु ए दियो गाजलु दियो चाबी। जाने मजा भित्र पस्दिएको होइन। चढ अहिले ध्यानमा त गाडी भिड हुँदैन, भरेमा पुरा भिड हुन्छ होइन होला हौ। अनि अब म एकचोटि गाडीमा चढेपछि एकचोटि अब म होइन एकचोटि अब म गाडीमा चढेपछि भेट्छु है त तपाईँहरूलाई। गाडीमा चढेपछि टक्क पारेर हामी यहाँ माला आइसक्यो होइन। मम्मी यहाँ हुन्छ भाइ। अब हामी जाँदैछौँ भित्र होइन, जाँदैछौँ। बुवा दर्शन गर बुवालाई नमस्ते गर। बुवा यहाँ हुनुहुन्छ। खोइ नमस्ते गरेको। मेरो आफ्नो बुवाले नमस्ते आसिम यहाँ हुनुहुन्छ। टक्क पारेर आइसक्यौँ होइन हामी चाहिँ। आइसक्यौँ बल्ल कान्छी चोक। अब भित्र जाउँ। भित्र आइम अब हामी के भन्छ टिका लगाएर यता मामासँग टिका लगाएर यिनीहरूलाई जान्छौँ है त। त्यहाँ गएपछि टिका लगाउने त्यतिखेर मिल्छ। म तपाईँहरूसँग खै
सानो मान्छे को हो बिमारी भयो ठुलोमा घर पनि आइसक्नु भएको छ होइन दिदी आऊ दिदी दिदी कुकु आगर्ने दिदी मामालाई आइपुग्यो हेलो दिदी हेलो मम्मी बुवा के देख्छु राम्रो छोराहरू पनि आइपुग्यो हेलो बाबा हामी कहाँ आइपुग्यौँ आइपुग्यौँ होइन यस्तो लभली ठाउँ भइरहेछ अहिले चाहिँ यस्तो लभली छ सार्छ यहाँ छ होइन यस्तो लभली सिन छ होइन अब हामी जाँदैछौँ माथि ओइ लडिन्छ मामा दर्शन ह्याप्पी दसैँ मामा आमा दर्शन खै आमा हो आमा दर्शन मामा दर्शन हेलो मामा दर्शन हेलो विशाल भर्खर पकाउँदैछ हेलो विकास माया गरिदियो माया 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 सानो बहिनीले माया गरिदियो फेरि मसँग जोडा के गर्नु र माया दादालाई माया ए उसलाई त यो पो चाहिएछ माया गर्दैन दादालाई यहाँ माया गर्छ हेर्नु ऊ गर्दैछ यहाँ माया गर
यहाँ चाहिँ के अरे ऊ चाहिँ को अरे सेफ चाहिँ कति को अरे तपाईँको भाइ यहाँ छ होइन सबै हेरेर गर्नु दाल हो पछिबाट गर्नु सबै अलिअलि गरे हुन्छ यहाँ यस्तो छ होइन फोटोसुट चल्दैछ होइन यहाँ फोटोग्राफर भनिदिनु न स्यामसङ कति हो भन स्यामसङ 15 हो होइन थरीहरू होइन यहाँबाट अब आज खाना खान्छौँ यहाँबाट सबजना रेडी हुँदै हुन्छ यहाँबाट थरी छ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छ गइरहेको छु हेर्नु न यहाँ त यस्तो छ होइन यस्तो छ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा अब हामी खान्छौँ ल अब खाएको देखाउनु भएन होइन खाएको ल मामा लगाएको बसामा हजुरआमा घाँसको टिका लाउनलाई यता माइजू ह्याप्पी दसैँ ल मम्मी ह्याप्पी दसैँ भयो है अब सानोको पाल्दाखेरि ठुलो हो देउता बुझाउनु पऱ्यो नि सुरु हाम्रो नयाँ दिनमा स्वागत छ होइन तपाईँहरूले लास्टसम्म रेडी भयो होला अब फेरि हामी कति एक दिन पछाडि 2 भयो होला 2 दिन पछाडि हामी फेरि यिनीहरू जाँदैछौँ किनकि म सोध्छु किन जाँदैछौँ फेरि खै कताबाट को आउँदै हुनुहुन्छ आमा हुनुहुन्छ त्यसरी है आसिमा पनि रेडी भइसक्यो आसिमा आज कसले टिका लगाइदिनु भएको हजुर फेरि आउनुभएको छ कि मेरो काकी आउनुभएको छ अनि तल पिलरमै अनि टिका लाउनु जानु भएको फेरि ए यस हो त्यसरी टिका लाउनु जान आँटेको होइन हामी यहाँबाट मम र ठुलो मम चाहिँ यता हेरिदिनु ओ मम्स एन्ड ठुलो मम्स यता हेरिदिनु यस ममहरूको मामला जान आँटेको होइन अनि यहाँ 2टा हिरोहरू छन् होइन 2टा हिरोहरू छन् खिच्छु त त बेसी बोल्दैछिस् नि भाइ तेरो बेहोरा सुधार नि मुख देखाउ न सरकार मुख फोडिदिन्छु कसको डायलग हो त्यो भाइ तँ कसले भन्छ उपर आज घाम लागिरहेको छ होइन आज उपर घाम लागिरहेको छ यहाँबाट मान्छेहरूले हेरिरहेको छ नि तर म बाल लाग्दैन हेर्न यहाँ म 36 पारामा हेरिरहेको तर मलाई बाल लाग्दैन होइन के हेरेको हेर्नु न पाए जस्तो आमा कस्तो हेरेको आमा आफ्नो फोटो खिचेको ए छोरी यस्तो फोटो आमा यहाँ घाम चाहिँ यहाँबाट निस्किँदै हुन्छ होइन कस्तो हेर्नु पाएको छैन जस्तो कस्तो हेरिदिएको हाम्रो त्यसै नहेरिदिनु न मैले ह्यान्सी थाहा छ त मलाई ह्यान्सी छु भनेर नहेरिदिउँ न त्यसै आमा एउटा कुरा अङ्कल चोब्बर हेरिदिरहेको है भएर निस्किदिउँ न हो निस्किदिउँ छोरो मम्स हाम्रो चस्मा लगाऊ न सरकार चस्मा लगाऊ चच्चो बोलाएर बस्छ अब हामी जाँदैछौँ होइन अब जाँदैछौँ होइन हामी ल अलिक बन्द गरौँ जम्बो लाउनु न जम्बो गिलास माग्नु न गिलास हामी चाहिँ एबाट चढिसकेछौँ होइन यहाँबाट बाह्र म्याजिकमा चढिसकेछौँ भर्खर यहाँबाट बार्गेनिङ हान्दा मम्मीहरूले होइन कोक पाउने गिलासमा फेन्टा पाउँछ कि पाउँदैन भनेर सोध्नु भयो होइन के भन्नु अब
यस्तो लभली छैन रोड चाहिँ लभली छिनाइरहेको छ टक्क बाबाले कस्तो लभ छिनाएको जाँदैछौँ होइन हामीहरू त जाँदैछौँ यहाँ रोडपट्टि अनि मम्मीहरू चाहिँ अब सिटीमा जाँदै हुन्छ हामीलाई चाहिँ अगाडि 9 गराउनु भयो मम्मीहरू चाहिँ सिटीमा जानुभयो होइन हामीलाई चाहिँ 9 गराएर हाम्रो चाहिँ यस्तो गरेर चलिदिनु भयो मम्मीहरू सिटीमा चलिदिनु भयो के गर्नु अब होइन हिँड्दै आइज भनिदिनु भयो के गर्नु अब हामी यस्तो पऱ्यौँ ह्यान्डसम्मकोमा खाइदिउँ न अहिले भरे खानुपर्छ खोइ आएकै छैन यहाँसम्मको घर 4 बजी होला बोलाइसक्यो हाम्रो सार्थक भाइ सक्दैन फेरि लभली जानु पऱ्यो स्कुलमा यस्तै हिँड्छौँ झन्डै जानु गर्ने जाँदैछु लभली स्कुटी अब्बुई भयो यहाँबाट इन्टर गर्न आएको छु टोल इन्टर गइसक्यौँ अब अर्को मेन त्यो ठाउँमा इन्टर गर्छौँ हामी है त है टोपर कराउँछ त हौ आइज भन्दा त आमा लभली सिन आउँछ फेरि यस्तोमा चाहिँ लभली छ क्या जस डिनर यतै गर्ने अरे चल्दैन त है त के बोल्नु त म लभली छ क्या यहाँ सिनहरू चाहिँ ओ पुरानो घरहरू छ कुनै कुन चाहिँ रमाइछ कुनै कुनै पुरानो टाइपको जस्तो थियो गाउँघर टाइपको हेर्न सक्नुहुन्छ हल्का म अगाडि गरेर देखाउँछु है त ल कस्तो ओल्ड छ क्या कस्तो राम्रो छ हेर्दै बोल्दैन होइन यस्तो अब पर्खिनु ल म उता गरेर देखाउँछु तपाईँलाई भारी भएको होइन पेन्ट हेर्नु न म 20 केजीको पेन्ट लगाएर हिँडेको छ कल फोन गर्नु हेलो कहाँ खोल्नु अनि खोल्ने त अनि जुत्ता नि हजुर ल किन ओके फुकेर फोन काट्यो क्या यसलाई भन्छ एआई मोडल सिटी चाहिँ फर्किसक्छ अब हामीलाई हिलो लाग्छ भन्ने सम्भावना छ तर लागेन रब्बर गनाएको के बिहानदेखि के गनाइरहेको छ के गनाइरहेको छ मम्मी हिजोको पानीले त लभली बनाइदिएको रहेछ नि त माथि माथिसम्म ओए हो ए जुत्ता लाएर आइदिन्छु म यहाँ साइडदेखि उयो माथि विकासमा हुन्छ होइन कालो मामा हाम्रो यहाँ छ ठाम जाउँ नकराउनु चाहिँ अब यहाँबाट हाम्रो हेर्न सक्नुहुन्छ मम्मीहरू चाहिँ होइन यहाँ सिटीमा हामी चाहिँ यहाँबाट एडभेन्चरस गरेर जाँदैछौँ आछु यस्तो जस्तो ओए नगरा न स्विमिङ हान्दिउँ कि क्या स्विमिङ हेर्नु न आमा अहिलेसम्म जुत्ताले टक टक मिलाएर हिँड्दै थियौँ अब खुट्टा मिलाएर ल ल यो ट्रिटमेन्ट
मान्छे अब खोला जाँदैछु होइन खोला पारी वारी जाँदैछौँ। विशालमा चाहिँ यहाँ हुन्छ कपाल सब टक्क काटेर बसिरहनु भएको छ। भर्खर उठ्नु भएको रहेछ। भर्खर मुखेर थाहा पाएँ होइन मैले, किन म खतरा हो नि त। मामा यहाँ भाडा मोल्दै हुन्छ। हेऱ्यौ तिमीले अस्ति मैले भनेको मुभी? लाइनै गयो, लाइनले विपत्ति पान्छ। त्यही जाने। अब हामी माथि जाँदैछौँ। यो कहाँको कुखुरा अरे? ए अस्ति आएको फेरि आज मामाहरूले चाहिँ यहाँ लोकल कुखुरा पार्टी हुँदो रहेछ नि, फेरि बोलाउनु भयो हामीलाई। लोकल कुखुरा पार्टी हो नि काकी हजुरआमाको टिका लाउनु आउनु भएको छ, टिका लाउनु आएको हो नि। भन्नु न तपाईँ नै भन्दा नि हो नि त। मेरो काकी आउनु भएको छ कोठारीबाट टिका लाउनु आएको मलाई त फ्रेस देखेर आउँछस्? राम्रो निकाले अस्तिमै ए फोटो खिच है। टिका त के भयो त, त्यहाँ पैसा लिने भन्छ राम्रो दिन्छ जस्तै हैन, दिन्छ जस्तै भएछ, राम्रो भयो। हाँस्नु न अलिकति। सानी भान्जी त दुबई चाहिँ हो, माइली भान्जी चाहिँ धानले पनि भयो। नेसाको त निदारै ठुलो छ, मम्मी एक पाउको टिका नै लाग्छ। एकैपल्ट टाँसिदिनु पक्क पारेर अब 10 पनि सिद्धिस्तो छ होइन। अब यति भन्दैमा यो भ्लग पनि एन्ड गरिदिनु पर्छ होइन। अब एकैचोटि हामी तिहारमा भेट्नुपर्छ ल है त। बाई बाई, टाटा, गुड बाई।